मान्छेलाई चाहिँ हामीलाई चाहिँ जानकार भएन, कोठे बैठक गर्ने यस्तो उस्तो भनेर भनिरह हामीलाई तिनीहरूलाई जानकारी छैन। यत्रो चाहिँ 2-3 वर्षदेखि सङ्घर्ष समिति गठन गरिरहेको छ हामीले। सङ्घर्ष समिति गठन यसका बारेमा हामीले आवाज उठाइरहेका छौँ, काम अवरुद्ध गरिरहेको छ। फिल्डमै गएर हजुरलाई भिडियो उपलब्ध गराउनु पर्यो भने हामी भिडियो उपलब्ध गराउँछौँ। हाम्रा निर्णयहरू हामीसँग हजारौँ चाहिँ हामीले यतिवटा निर्णयहरू छर्क्याएर राखेका छौँ। अहिलेसम्म चाहिँ यो चाहिँ उसको करिडोरका बारेमा विवाद भएको छ भने अहिले तिनीहरू आएर चाहिँ एकाग्र रूपमा यिनीहरूले कोठे बैठक गर्यो भनेर कसरी कोठे बैठक भयो? खाली डाँडामा महाकालीको बाढी आएर धेरै नोक्सान भयो। त्यो कुरा बुझ्नुहोस् न हजुर, तपाईँ पत्रकार हो। खाली डाँडामा महाकालीको बाढी आएर धेरै नोक्सान भयो। त्यसलाई 50 लाख रुपियाँ लेकमको खाली डाँडामा यिनीहरूले कुनै दिन पुल बन्द गरिदिएला, केही गरिदिएला, हाम्रो लागि त रासन पानी छैन। यहाँ त यो लालीदेखि लिएर तपाईँको उकुसम्मलाई त रासन पानीको व्यवस्था पनि छैन। 2 दिन पुल बन्द गरिदियो भने खानालाई के पानी होइन। अब त जस्तो पनि समस्या, नुन पनि पारिबाटै किनेर खाइरहेका छौँ। यो नेपाल सरकारले के हेरेका छ? यो लालीसम्मलाई त यो उकुबाट जसरी भयो भने लालीसम्मलाई दिनुभयो, लालीबाट तल गउनु बजेट हाल्यो। यो जसरी भयो भने बरमदेव बैतडी डडेलधुरा हुँदै बरमदेव गड्डाचौकीसम्मलाई यसलाई पुर्याउनु पर्यो। 2 वर्षदेखि अल्पत्र छ सडक भन्ने कुरा मात्र हो। तपाईँहरूले पनि बन्नु दिनुपर्छ। कसरी बन्नु दिनुपर्छ? तपाईँहरूको लागि पनि सडक चाहियो अनि माथि पनि चाहियो। त्यसमा हाम्रो अस्मितामाथि कति चाहिँ प्रहार भइरहेछ। त यो कुरामा चाहिँ सरकारले ध्यान दियोस् के हामी चाहिँ हाम्रो बाटो नेपालको बाटो प्रयोग गरेर हामीलाई पनि हिँडडुल गर्ने, हामीलाई पनि खान पाउने होइन, व्यवसाय गर्न पाउने, हामी जिल्ला सदरमुकाममा जानु पाउनुपर्ने हाम्रो अधिकारको सुनिश्चित हुनु परेन। अब चाहिँ औषधिको लागि चाहिँ हामी एउटा सिटामोल लिनको लागि इन्डिया जानु पर्छ। किनभने माथिको जनताले पनि सुविधा पाउनुपर्छ, हाम्रो जनताले पनि सुविधा पाउनुपर्छ। हामी चाहिँ इन्डियासँग जोडेका छौँ। हामीले इन्डियाबाट कति ज्यादती चाहिँ सुन्नु परेको छ भने हामीले मलाई थाहा छ। हाम्रा आइमाईहरू चाहिँ त्यो पुलमा जाँदाखेरि वारिपारि भारतीय एसएसबीले आफ्नो दादागिरी गरेर उनीहरूका चाहिँ झोराहरू चाहिँ उल्टाइरहेछन्। उनीहरूका चाहिँ जो भित्र लाउने लुगाहरू चाहिँ उल्टाएर फालिरहेछन्। बसमा रोकिरह भा तँलाई ल उखुमा कोठा मल्लमा लगेर कोही आपत छैन। हामी माथि लगेर हामीलाई कोही आपत छैन। तर यो तल्लो सडकलाई चाहिँ फेरि व्यवस्थित हुनु पर्यो। यो चाहिँ सडक फास्ट ट्र्याकका रूपमा छोटो बाटो। मैले अहिलेको कुरामा के छ भने त्यही डिपिआरमा चाहिँ यिनीहरू काट्छौँ भनेर यहीँ भन्यो भने यहाँ चाहिँ हामी डिपिआरमा चाहिँ यहाँ कदापि हुँदैन। डिपिआर चाहिँ चेन्ज गर्नै पर्छ। यो ठाउँ माथिको सडक उनले सुविधा नपाउनुपर्छ भन्ने हाम्रो होइन। सडक बनाएको छ, त्यो सडकलाई सरकारले सन्तालमा पुल बन्दैछ, पुल पनि बनोस्। त्यसमा पनि हाम्रो दुमती छैन होइन। मेन भनेको हाम्रा यो जो सन्दालीदेखि हाम्रो यो सलेतीसम्म उकुसम्म यो सडकमा के छ भने सडक ठ्याक्क चाहिँ घरभन्दा मली छ। हजुरलाई डिपिआर गर्दै बेला हजुरहरूलाई जानकारी थियो कि नआएको थियो? फर्स्ट डिपिआर त उनै भयो दुई हो। एकतिर गाउँ धरामा बाटो विकास हमला की चाहिए कौन बर्थडे हो जैसे इंडियन पारेको छ नि त ये बोर्डर में कौन न क्या ना सर कौन हो हजुरलाई हामीलाई चाहिँ के छ भने सरकारले इन्डियाले जो जोगौडामा रोड पुजायो त्यो म टनकपुरबाट यहाँ रूपाली घाटसम्म रोड क्लियर डबल रोड छ। जसो यहाँ बन्यो तसो डबल रोड छ। रूपाली घाटमा पुल लाग्ला छ। रूपाली घाटबाट सिर्फ गुम्देश मात्रै बाँकी छ। और यहाँ झुलाघाटबाट बल्तडीसम्म हो त बल्तडीसम्म म काटिरहेको रोड ए परबटा भन्ने हो त इन्डियाको। अब हमारा ल इस रोड हमारा महाकाली किनारा लगे इंडिया छोटो बड्डे हो रहा है हमारा। लेकिन जंगल ये नेतागिरी घुमायो। एक दोस्रो पहले के थियो पहिलेको डिपिआर मैले भन्ने कारण के हो भने पञ्चेश्वरमा डाम बन्यो भन्ने हल्ला हुनाले और दोस्रो यो डिपिआर मैले गयो नि उही टाइम बोल्ने थियो। अहिले मतलब यो रोड आउने थियो जब पहिले यो रोड सर्वे हुने टाइम पर नेन्या प्रेम सिंह धामीजीले और मोडल लगेको रोड उहिले दाखल यो रोड तब बन्द भयो। यो सर्वे यहाँ भयो पहिले कोरिडोर को फर्स्ट सर्वे यहाँ थियो नि सुरुमा जो रोगले दार्जिलिङ छ नि त्यो सडक यहाँ भयो। प्रेम सिंह धामी आयो, प्रेम सिंह धामी संसद हुँदाखेरि फेरि त्यो रोड 51-52 मा त्यो हालिदियो मैले यो रोड गयो यो रोडलाई मैले हालिदियो प्रेम सिंह धामीले। हाम्रो वारिपारि महाकाली नदी छ, हम के जिल्ला सुविधा पनि उहाँका मान्छेले सुविधा नपाए। अब यो हामीलाई के छ कि एकतिर गाउँ धरामा बाटो विकास हामीलाई के चाहियो? हमारा घर तलतिर जमीन तलतिर रोड जंगल हामीलाई के फाइदा छ? एक्चुअली मा हामीलाई समस्या यो भने भोलि दिशा यहाँ पनि हाम्रो घरका टुपानमा रोड काटिने हो।
ताको ढुङ्गो माटो कतैपट्टि आएको भल आउने भनेको कहाँ अब हो तपाईँ हाम्रो घर खरिद, कुर्सी आनी, त्यो फाँदी के गार्डन, और लालीको त सत्यानाश छ अब यहाँ यो मैले त्यो रोड काटियो भने यस पुरानो यहाँ यस सरकारले सर्वेमा त हामीलाई हाम्रो म जति त मान्छे नाथे त्यसमा त पहिली त ल पञ्चेश्वर डाम बन्ने हो जङ्गली हामीलाई जङ्गल हो भन्ने हम आटा माथे अब पञ्चेश्वर डाम त बन्ने हो ना और इंडिया पञ्चेश्वर डाम बन्ने भए पनि इंडिया 4 लाइन सर्विस क्या पो रहेछ रेलवे लाइन क्या बनाउनु पो रहेछ और हमारा नानो लो कोरिडोर रोड आयो तो कोरिडोर रोड लगेगा पूरी जंगल जहाँ गुना बंदरी जंगल का सब गाँव में आ गया वहाँ गुना बंदरी यहाँ बैठे क्या हम झोला हालेर ऊपर ओकला झोला कि तरीकर पार झोला इन्डिया जानु यो ठिकै हो हजुरहरू के भने अब जस्तै अब इन्डियाले सपोर्टबाट रोड छ हामीलाई चाहियो भन्नु सौभाग्यकै हो होइन त्यसमा केही नहुने तर यो मलाई मूल जान्न चाहिएको के हो कि जस्तै यो कोरिडोरको डिपिआर भयो थियो नि त अगाडि यो डिपिआर गर्दै बेला हजुरहरूलाई जानकारी थियो कि नआएको यो फर्स्ट डिपिआर त उनै भयो त यो पछाडि यो पञ्चेश्वरले गर्दा उप कब हालिदियो यो दोस्रो डिपिआर भयो जानकारी नै भयो तँ कल गर्यो कहाँबाट भयो यहाँ थुक्का यहाँ थुक्का ठुलो पञ्चेश्वर उनीबाट हल्ला भयो यो रोडले सर्वे भयो रोड 2 फेर सर्वे यहाँ भयो अरू खास गरेर तपाईँलाई भन्न यो रोड ठिकै छ एक कुरा मूल के भने के मान्छे ल ठिकै छ तँ कोरिडोर मतबाट डिपिआरमा लो झन् बनाउनु होइन अर्कोलाई छ तँलाई बनाउनु उनीहरूलाई चाहने गोठालालाई चाहने तर यहाँलाई चाहने नचाहने भन्ने होइन मेरो चाहिँ भनाइ के हो भने यहाँलाई चाहने हो नि त यहाँलाई चाहनाको लेखा यहाँका वडाबाट जाउँ कुरा होइन यहाँका वडा कुरा गरौँ वडा अध्यक्ष छन् पालिका अध्यक्ष छन् यहाँबाट यो प्रदेशबाट जिताइराख्यो नि त प्रदेश सांसद छन् अनि सङ्घका सांसद छन् उनीहरूलाई पटक पटक कुराकानी गर्दा गर्दा इस्यु भइरहेछ कि उनले वास्ता नगरिराख्यो कि यहाँ प्रत्येक वर्ष चाहिँ तमुन भोट हान्नु लाएर छ उनले चाहिँ कोरिडोरको कुरा आयो भने यिनले त बसमा मिटिङमा सुन्नु सर एकछिन ठिक छ पञ्चेश्वर बन्ने हो मान्नु पञ्चेश्वर रोड उठ्यो पञ्चेश्वरको केन्द्रबिन्दु धाप होइन धापहरू उगसम्म नडुब्बे उग र लाइसम्म डुब्बे उहाउन चल रोड उभो उठ्यो हो तो उभे रोडको धापबाट उठ्यो ढके डिन्चीबाट उल्लाबाट उठ्यो भने रोड उहाँबाट क्या उठाइदिने उगसम्म जल्ला सता उबाट राजनीति घुमेर रोड मैले गयो जनतालाई जानकारी जनतालाई के हामीलाई थाहा मार्केट गर्नु नखोज्यो हो क्या हामीले आफ्नो समस्या केन्द्र सबै हेरिदिउँ कि हामीले गल्ती बोलेको हाम्रो आवाज गल्ती भए पनि ठिक छ हम जी गयो हामीलाई जिल्ला भुक्दैन न हामीले ल्याक करोड गरेर एक बार केन्द्र सरकार जुला आएको एक बार जाँच गरिदियो कि हम ल्याक करोड गर्यो अनल्याक गर्यो यो 4 जना बचेटहरू फाइदा हुन्छ हजारौँ 115 घर त बाकोमा छन् 40-50 घर राडममा हुन उहाँ कति गर्छन् हजुर उहाँको यहाँ हुने हो यहाँ जनता राजनीति त राममा पढेको राजद राजमा के हो यो अनुभव के हो यो रोड त मात्रै हामीलाई के फाइदा छ बाँधमा 50 मिटर दूर छ 50 मिटर पञ्चेश्वर पुग्यो तल्ला पञ्चेश्वर पुग्यो धाप हो केन्द्रबिन्दु पञ्चेश्वरको त रोड कहाँ लिएर उखुसम्म पुग्यो सिमित हो त्यो त उभिडे राजनीति घुम्यो हजुर रोड गएर एक एला तो काटो खुद मुला अपने आंगले देखियो तर हमको रूज होला टासा लागेको मुला खुद याद छ के माथि पनि बनोस् माथिको सडक बनाउन उनले सुविधा नआउनु पर्छ भन्ने हाम्रो होइन सडक बनाएको छ त्यो सडकलाई सरकारले व्यवस्थित बनाउनु सन्तालमा पुल बन्दैछ पुल पनि बनोस् त्यसमा पनि हाम्रो दोमती छैन हैन मेन भनेको हाम्रो यो जो सन्लालीदेखि हाम्रो यस छलेतीसम्म उकुसम्म यो सडकमा के छ भने सडक ठ्याक्क चाहिने हाम्रो घरभन्दा मली छ हजुरले अब 50 मिटर मली त छ यो भन्दा माथि छ 50 मिटर तल हाम्रो त जम्मै त्यहाँको माटो ढुङ्गा सबै चिज हाम्रो बस्तीमा आयो हाम्रो खाने पानी सिंचाई सब घरहरू भयो अनि चाहिँ जमिन भयो त्यसै गरी बिजुलीका पोलहरू सबै चाहिँ हाम्रो सघाव हुन्छ अब अहिलेको कुरामा के छ भने त्यही डिपिआरमा चाहिँ यिनीहरूले काट्छौँ भनेर यही भन्यो भने यहाँ चाहिँ हामी डिपिआरमा चाहिँ यहाँ कदापि हुँदैन डिपिआर चाहिँ चेन्ज गर्नै पर्छ यो ठाउँमा कि अलि माथि लगाउनु माथिको हामीलाई नदिनु भन्ने हुन यो तल्लो सडक हामीलाई अनिवार्य चाहियो फास्ट ट्र्याकको रूपमा चाहिँ तल्लो सडक बनाइदिउन् हामीलाई त्यसमा पनि इच्छा होइन घोडाको मतलब जहाँ बसमा रोकिरह भए तँलाई ल उखुमा गोठा मल्लमा लगे पर कोही आपत छैन हामी माथि लगेर हामीलाई कोही आपत छैन तर यो तल्लो सडकलाई चाहिँ फेरि व्यवस्थित हुनु पर्यो
यो चाहिँ सडक फास्ट ट्र्याकका रूपमा छोटो बाटो मैनगर जाने 170-80 किलोमिटरमा चाहिँ हामी मैनगर पुगिरहेको छौँ भने 170 किलोमिटर 170-80 मा हुन्छ अब हामी एक कुरा सुन न तम अस्तिको मिटिङमा ला थियो हैन यहाँनेर हैन मलाई बरु जोडेर तमाम टिका टिप्पणी हुन लाग्यो हैन अब हाम्रो त के हुँदैन तमुनु बोल्या हो एक कुरा के बताइदियो कि यो त महाकाल करिडोर काठबाट हम तलबाट बनाउनु भन्यो कि तमुनले स्वयं यो हामीलाई अलग यो फास्ट ट्र्याक इन्डिया जो हामीलाई चाहियो भन्ने कुराकानी गरे के हो यो बारेमा ल भन्न एक्चुअली में हमरा यो कोरिडोर यहाँ पनि नहुनु या तल हुनु कोरिडोर या माली हुनु हामीलाई घरमा सरकारले क्षतिपूर्ति दिया बना कोरिडोर रोड काटी क्या अनि अर्को कुरा एक कुरा तमुनसित हामीले जानेन हैन जहाँ मल्ल तेरा छ नि त्यो करिडोर एरियाका मान्छे त हामीलाई थाहा नै थियो नि त हामीलाई जानकारी बेगर चाहिँ त्यो सल्लाह गर्यो भन्ने कुरा छ नि त अनि यसलाई तमुन यहाँका मान्छे भए हिसाबले के भन्न चाहन्छ अहिले चाहिँ उनीहरूले विभिन्न चाहिँ फेसबुक सञ्जाल मार्फत होइन उनले चाहिँ के भनिराख्नु भने हामीलाई जानकारी त्यहाँको मान्छेलाई चाहिँ हामीलाई चाहिँ जानकार भएन कोठे बैठक गर्ने जस्तो उस्तो भनेर भनिरहनु होइन तिनीहरूलाई जानकारी छैन यत्रो चाहिँ 2-3 वर्षदेखि सङ्घर्ष समिति गठन गरिरहेको छ हामीले सङ्घर्ष समिति गरेर यसका बारेमा हामीले आवाज उठाइरहेको छौँ काम अवरुद्ध गरिरहेको छ फिल्डमै गएर हजुरलाई भिडियो उपलब्ध गराउनु पर्यो भने हामी भिडियो उपलब्ध गराउँछौँ हाम्रा निर्णयहरू हामीसँग हजारौँ चाहिँ हामीले यतिवटा निर्णयहरू छर्क्याएर राखेका छौँ अहिलेसम्म चाहिँ यो चाहिँ उसको करिडोरका बारेमा विवाद भएको छ भने अहिले तिनीहरू आएर चाहिँ एकाग्र रूपमा यिनीहरूले कोठे बैठक गर्यो भनेर कसरी कोठे बैठक भयो तिनीहरूले अहिलेसम्म तिनीहरू के कानमा तेल हालेर बसिरहेको छन् 2 वर्षसम्म चाहिँ विवादले गर्दा यो चाहिँ सडक काटिआएन भनेपछि त्यसको बारेमा तिनीहरूलाई अहिले जानकार छैन आएर दार्चुलामा गएर तपाईँले कोठे बैठक गरेर सर्वदलीय चाहिँ त्यहाँ बैठक भयो सर्वदलीय चाहिँ सर्व पार्टीहरूको चाहिँ सहमतिबाट चाहिँ निर्णय भयो भने त्यो कसरी कोठे बैठक भयो कि अहिले चाहिँ लेकमवासीहरूले मात्रै आफ्नो चाहिँ लेकमवासी हामीले उहाँ सडक नबन्नुहोस् भन्ने कुरा होइन नि त उनीहरूले पनि यो दार्चुलाको सबै चाहिँ महाकाली त्यसै गरेन हाम्रो चाहिँ मालिकार्जन छ दुँ छ बिहा छ उनीहरूको चाहिँ समस्यालाई पनि बुझ्नु पर्यो नि त उनीहरूले आफ्नो चाहिँ समस्या मात्रै ठुलो सम्झिने होइन नि त त्यो कुरा चाहिँ हामी चाहिँ राख्न चाहन्छौँ उनीहरूले कोठे बैठक भन्यो यो भन्यो तपाईँले चाहिँ तपाईँ एउटा पत्रकारको नाताले जुन चाहिँ सत्य तथ्य चाहिँ तपाईँले चाहिँ मिडियामा जुन समाचार ल्याइदिनु भएको छ त्यसको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ तपाईँ मात्रै होइन तपाईँभन्दा अन्य मिडियाहरूले पनि यसका बारेमा सत्य तथ्य चाहिँ समाचारहरू सम्प्रेषण गरिदियोस् भन्ने हाम्रो उनीहरूसँग आग्रह पनि छ र एकतर्फी रूपमा एकलौटी रूपमा एउटा गाउँलाई मात्रै जोडेर एउटा गाउँमा सडक माथि नै हुनुपर्छ माथि ढिपी रूपमा त्यो हुँदैन दुइटै जनताले माथिको जनताले पनि सुविधा पाउनुपर्छ हाम्रो जनताले पनि सुविधा पाउनुपर्छ हामी चाहिँ इन्डियासँग जोडेका छौँ हामीले इन्डियाबाट कति ज्यादती चाहिँ छोड्नु परेको छ भने हामीले मलाई थाहा छ हाम्रा आइमाईहरू चाहिँ त्यो पुलमा जाँदाखेरि वारिपारि भारतीय एसएसबीले आफ्नो दादागिरी गरेर उनीहरूका चाहिँ झोराहरू चाहिँ उल्टाइरहेको छन् उनीहरूका चाहिँ जो भित्र लाउने लुगाहरू चाहिँ उल्टाएर फालिरहेको छन् कति लाज मर्दो भइरहेको छ हाम्रो चाहिँ कति शर्मिन्दाको कुरा हाम्रो अस्मितामाथि कति चाहिँ प्रहार भइरहेछ त यो कुरामा चाहिँ सरकारले ध्यान दियोस् के हामी पनि हाम्रो बाटो नेपालको बाटो प्रयोग गरेर हामीलाई पनि हिँडडुल गर्ने हामीलाई पनि खान पाउने होइन व्यवसाय गर्न पाउने हामीले जिल्ला सदरमुकाममा जानु पाउनुपर्ने हाम्रो अधिकारको सुनिश्चित हुनु परेन अब चाहिँ औषधिको लागि चाहिँ हामी एउटा सिटामोल लिनको लागि इन्डिया जानु पर्छ इन्डिया सरकारसँग चाहिँ हामीले चाहिँ उहाँसँग हात जोडेर उहाँको चाहिँ हाम्रो नेपाल एउटा त हाम्रो पैसा पनि इन्डिया गइरह होइन अर्कोतिर उनीहरूबाट ज्यादती सहनु परिरहेछ होइन नेपालकै बाटो प्रयोग गरेर हामीले चाहिँ त्यो सडक सदरमुकामसम्म जाने बाटो होइन छिटो रूपमा चाहिँ हामीले चाहिँ उपचारको लागि महेन्द्रनगर धनगढीसम्म जान सक्ने यहाँ त जाने उपचारको चाहिँ राम्रो जाने हस्पिटलहरूको व्यवस्था छैन भनेपछि यो सुविधाको लागि यो हाम्रो बाँको लागि हाम्रो चाहिँ यो उको बाँको लालीको लागि मात्रै होइन कि जिल्लाकै लागि हो कि छोटो बाटो भइदियो भने के हुन्छ त जिल्लाकै मान्छेले एकदम छोटो समयमा उपचारहरू पाउँछन् भन्ने आग्रह हो कुरा यसो हो अब हाम्रो पनि तपाईँहरूसँग आग्रह यही हो होइन मेरो पनि भनौँ त एज अ पत्रकारको हिसाबले पनि यहाँको स्थानीय पनि त हो नि अब मैले लुकाउनु छ भन्ने केही छैन 74देखि अब विवादित बनाउँदै आएँ होइन तपाईँहरूलाई पनि थाहा छँदैछ तपाईँहरूले नै भोलिको दिनमा गाली गर्नु होला म त्यो पनि थाहा छ किनभने मैले अहिलेसम्म जति विषयहरू उठाएँ नि अन्तत मान्छेहरू आफ्नो सम्बन्धित मान्छेलाई नभन्ने मैले त यसो भने सूचना दिने काम हो नि त तपाईँहरूले समाउने कसलाई हो यहाँको नेतालाई समाउने यहाँको जिताउनु भएको छ उहाँले भन्ने हो नि मैले दिने हो मैले घरबाट दिने हो होइन नि मैले त हो नि अब कुरा कसो हो भने हजुरको अब यहाँको हिसाबले जसो
जसो के भन्छ भने उगमावाला छन् उगमालाई चाहियो डिपिआर गरेछ तँको व्यवस्थापन के तँले गर्दो भन्ने ग्यारेन्टी छ भने सरकार के को लागि मैले ग्यारेन्टी लिने हो होइन उसलाई सम्झाएर उसकोमा सडक बनाइदिएर तल पनि बचाएर गर्ने काम भने त सरकारले होला नि हो कि होइन अनि यतातिरको तपाईँहरूको मागको जो कुरा छ यो मागको कुरा पनि अब त्यो भिडियोमा बनिरहेछ होइन अब मैले न यो कुनै सुनियोजित हिसाबले बनाएर न उसले बनाएर म त फिल्डमा छु के छ तपाईँहरू देख्नु भएको छ यत्रो चाहिँ बुढा बाजेहरू हुनुहुन्छ अहिलेसम्म पनि म आएको छैन र यहाँ म त फिल्डमै छु नि त यहाँ त आएर चाहिँ पटक बनायो 2 वर्षदेखि अल्पत्र छ सडक भन्ने कुरा मात्र तपाईँहरूले पनि भन्नु दिनुपर्छ कसरी भन्नु दिनुपर्छ तपाईँहरूको लागि पनि सडक चाहियो अनि माथि पनि चाहियो त्यसमा हामी सहमत छौँ एकदम यो कुरा गरेर भन्ने कुरा नै हो त्यसको लागि अभिभावकीय भूमिका कसले खेल्नु त सरकारले खेल्नु हो कि हैन नेताले के बोले के नेतालाई सोध्नुहोस् मेरो भनाइ त मलाई यहाँका मान्छेहरू पनि गाली गर्ने होइन माथिका पनि गर्ने होइन तपाईँका नेताहरूलाई सोध्नुहोस् के होइन जो सम्बन्धी छन् म सांसद होइन नि त अहिले निर्णय गर्नलाई होइन यो कुरा हो कि सर अब यसमा तपाईँहरू के भन्नुहुन्छ बाँकी चाहिँ अब यहाँ पनि भन्नुपर्छ इन्डियाको पारिपट्टि जसो रेलको कुरा गर्नु भने हजुरको त्यो रेल त्यो भइरहेछ भने हाम्रो यतातिर यो हिँड्नको लागि समेत राम्रो बाटो छैन भनेपछि यहाँको चाहियो नि हामी नेपाली होइन र होइन यही कुरा हो कि सर अब केही हजुरको हाम्रो भनाइ के छ भने ध्यान केन्द्र सरकारसम्म पुगोस् भन्ने लक्ष्य हो क्या हाम्रो अरू के हुन्छ अर्को कुरा महाकाली कोरिडोर भने कि महाकाली कोरिडोर हामीलाई कोरिडोर चाहियो भने यो रोडलाई अर्को हाम्रो सुविधाको लागि इन्डियासित भिख माग्नु पनि परेन गाडी रिपिट चल्यो भने हामीले महेन्द्रनगरबाट सुविधा बने धनगढीबाट सुविधा बने इन्डियासित त्यो हात जोड्ने हाम्रो कुरै आउँदैन यिनीहरूले कुनै दिन पुल बन्द गरिदेला केही गरिदेला हाम्रो लागि त रासन पानी छैन यहाँ त यो लालीदेखि लिएर तपाईँको उकुसम्मलाई त रासन पानीको व्यवस्था पनि छैन 2 दिन पुल बन्द गरिदियो भने खानालाई के पानी होइन अब त जस्तो पनि समस्या नुन पनि पारीबाटै किनेर खाइरहेका छौँ यो नेपाल सरकारले के हेरेका छ यो लालीसम्मलाई त यो उकुबाट जसरी भयो भने लालीसम्मलाई दिनुभयो लालीबाट तल गउनु बजेट हाल्यो यो जसरी भयो भने ब्रह्मदेव बैतडी डडेलधुरा हुँदै ब्रह्मदेव गड्डाचौकीसम्मलाई यसलाई पुर्याउनु पऱ्यो हाम्रो मेन त्यो सर्ट बाटो पनि हुन्छ हाम्रो सुविधा पनि हुन्छ कयौँ मतलब घरमा सबै बेचिन्छ यदि रिपिट गाडी चलाएको छ हाम्रो गाउँघरमा बेरोजगार हट्छ मान्छेले पनि त्यही त अब यहाँ यो खोलिदिनुपर्छ यो ट्यागलाई सबभन्दा एसएलपीको दादागिरी बाफुमा चलिरहेछ 1 किलो मिसिन ल्याउनु दिन्न तिनीहरू 1 किलो चाहिँ पुल के कामको लागि लाग्यो पुल किन त्यहाँनिर बनायो के कामको लागि बनायो त्यहाँनिर 1 किलो चिनी चाहिँ ल्याउनु दिने तिनीहरू फुल दादागिरी जति बाबुमा दादागिरी चलाएको त्यो त्यस्तो दादागिरी काहीमा चलाएको छैन हामीले जोलीमा देखाएको छ बल्लकोट देखाएको छ झारसुला देखाएको छ तिनीहरूको व्यवहार कस्तो छ बाबुपुलमा यो गाउँ भनेर हेप्या हो कि नेपाली भनेर हेप्या हो त्यो चाहिँ केन्द्र सरकारमा ध्यान जाओस् भन्ने कुरो हो कि हाम्रो अरू के होइन कि अब कोरिडोर भन्नाले महाकाली कोरिडोर नाम महाकाली हो रोड एक तरह एकातिर जाने हामीले के फाइदा छ हामीले हाम्रो देशमा रोड आएपछि केही न केही बिजनेस व्यापार हामीले त हामीलाई देखाउनु पाउनु पर्यो सर यहाँ त जस्तो छ त्यस्तै जस्तो नेपाल छ त्यस्तै छ नेताको भोट माग्न आउँछ त्यो आउँदै आउँदैन गाउँमा कहाँ गए नेतै पाउँदैन हामीले त के खोज्ने नेतालाई भोटसम्मका नेता कि हाम्रो यता ठुलो जति पनि भोट माग्नसम्मका कि जित्यो उनीहरू भागे चाहे काङ्ग्रेसको चाहे एमालेको चाहे स्वतन्त्रको चाहे माओवादीको जो नेता भयो भने जितेपछि अहिलेसम्म देखाएको छैन पालिकाको होस् चाहे जिल्लाको होस् कोही पनि नेता छैन यहाँ बेकार हो सर हामीले जुन बेकार हो क्या हामीले के सुविधा पाए छैन भने जिएर के फाइदा भयो बुढा मान्छे कम आएर छ यहाँ बुढा आएर छ कमलो आएर छ 1 सालको 2001 सालको जन्म भनेपछि उहाँलाई लगभग अहिले 82 साल भइसक्यो 82 वर्षको हुनुहुन्छ यहाँको छ नि पारिबाट कसो छ ओरबाट के गर्दै बढाउँछ कसो छ तपाईँ भन्नु पर्यो पारि देख खानु भयो वर्करले बन्द गरेल्यो और नाल्यो दिन गरे सबै सामान झोला चेक गर्यो सब चीज त्यसो छ तो हो तो अब ये पारि बैठे लेबर पाल्नु पर्छ त्यो नकर नेपालको हामीले नुन नै पारे हाम्रो के लागि पुरो हुनु पर्छ जे पल्ली नुन हुन ल्याउन थियो खानेकुरा ल्याउन थियो पल्ली कहाँ हम हिँडेर जान्थ्यो कहाँ हम
जोलजी भेट्यो हुन्थ्यो नि। जोलजीबाट खाली डाँडामा हजुर महाकालीको बाढी आएर धेरै नोक्सान भयो त्यो कुरा बुझ्नुहोस् न हजुर तपाईँ पत्रकार हो खाली डाँडामा महाकालीको बाढी आएर धेरै नोक्सान भयो त्यसलाई 50 लाख रुपियाँ लेकमको खाली डाँडामा खाली डाँडाको त्यो महाकालीले नोक्सान गर्नुभयो 50 लाख रुपियाँ बाढी गएर बाढी गयो महाकालीको त्यस्तो भन्ने त छन् एउटै छन् यही छ ए हजुर मतलब महाकालीको बाढी आयो भनेर त्यहाँ 50 लाख रुपियाँ भुक्तानी निकाल्यो भुक्तानी भुक्तानी भयो त्यो गर्ने मान्छे हजुरलाई थाहा छ ठ्याक्कै त्यो गर्ने मान्छे खाली डाँडा त पहिले बताइसक्यो खाली डाँडामा महाकालीको बाढ कसरी जाला ए उनले त्यसमा पैसा दियो आमा पहिला आउँछ कि बुवा जान्छ हजुर त्यस्तो कुरा नेपालमा हुन्छ हुन्छ भयो थाहा भयो कि खाली डाँडामा चाहिँ अब महाकालीको चाहिँ बाढी आयो भनेर उहाँबाट पैसा निकालेर खायो ए यो अस्तिको 70 को बाढी वास्तविक पीडित चाहिँ पाएन खाली डाँडामा माथिका मान्छेले माथि भयो निकाल्यो 70 71 को पालामा नेता नेतामा ठिक छ जहाँसम्म यसो हो क्या यहाँ अब इन्डियाको त्यत्रो सुविधा हुने हाम्रो यहाँ पैदल हिँड्टकीले बाटो नहुने बाटो नकाटिने भन नि त नजिकको भिरु बाकुको भिरु होइन हजुर अल्लाह जाला काटो मान्छे इट्टे बाटो नआएर अरे मान्छेले कदिन को मध्ये भन्ने भिडियो काठले कोन जाति बाटो खाली उ बेलार भिडियो दिवाल दीपर बनाएर त्यो कलिमन ओडार गोल्ड हिनोमने आया पूरा सही आइले पूरा लेन्डर हल्लाहरु अब मतना भिडियो दिरा पनि यहाँ पुलत जसो तसो यहाँ त नाम थोडी पास हो रहा नि जसो तसो यहाँ